हाम्रो ठाउँमा चाहिँ हाम्रो गाउँमा टेलिफोन पुगेन, मोबाइल पुगेन, अनि चाहिँ के अरे इन्टरनेट पुगेन भन्ने माग गर्नु भएको छ। त्यो चाहिँ के छ त म भन्न चाहन्छु भने त्यो माग चाहिँ पुर्याउन सक्ने माग हो सरकारले। त्यसको लागि पैसा नभएर होइन, पैसा भएर पनि सरकारले पैसा खर्च गर्न नसकेर नपुर्याएको हो। र त्यो पैसा कहाँ छ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउन चाहन्छु। त्यो पैसा नेपाल दूरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोष भनेर खडा गरेको एउटा कोष छ, त्यो चाहिँ 16 अरब रुपियाँ छ अहिले छ। सरकारले कुनै बजेट छुट्याउनु पर्दैन के, गाउँ गाउँमा टेलिफोन लैजानुको लागि, इन्टरनेट पुर्याउनु, त्यही पैसा खर्च गरेर अनि सञ्चार मन्त्रालय मार्फत त्यो चाहिँ हामीले पुर्याउन सकिन्छ। त्यो पैसा चाहिँ खर्च होस् र माननीय सदस्यहरू चाहिँ टेलिफोन लैजानुको लागि, इन्टरनेट लैजानुको लागि अरू यहाँ संसदमा कराउने होइन, तपाईँहरू चाहिँ त्यो दूरसञ्चार प्राधिकरण कोषमा सञ्चार मन्त्रालयलाई गराउनु होला। त्यो कोष चाहिँ कसरी खडा भएको हो भने त्यो कोष चाहिँ 2053 सालमा खडा भएको हो र 2% तपाईँले तिर्ने टेलिफोनको प्रयोग गर्दाखेरि तिर्ने पैसाको 2% तपाईँले 1000 रुपियाँ चाहिँ खर्च गर्नुभयो भने 20 रुपियाँ त्यो कोषमा जम्मा हुन्छ। अनि त्यसरी तपाईँहरू सबैले 1000 गर्दाखेरि 20 रुपियाँ, नेपालभरिकोले 20 रुपियाँ चाहिँ जम्मा गरेर बनेको त्यो कोष हो। त्यो कोष चाहिँ त्यहाँ छ, त्यहाँ चाहिँ जानु होला भन्ने चाहिँ म अनुरोध गर्दछु।